नमस्ते साथीहरू। 16 फेब्रुअरी 2025 भारतको उडिसा राज्यको किट युनिभर्सिटी कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी जुन प्राइभेट युनिभर्सिटी पनि हो, त्यसमा त्यो दिन भव्य कार्यक्रमको आयोजना गरिएको हुन्छ। त्यो दिन बलिउडका म्युजिक स्टार बादशाहदेखि अरू धेरै सेलिब्रिटीहरू पनि त्यो फेस्ट एटेन्ड गर्न आएका हुन्छन्। तर उता होस्टेल रुम क्युसी4मा नेपाली चेली प्रकृति झुन्निएको अवस्थामा मृत अवस्थामा हुन्छन्। अनि यो अचानकको त्यो होस्टेल रुमको त्यो सानो कोठामा भएको त्यो ठुलो घटनाले विश्वभर ठुलै तरङ्ग ल्याउँछ। आउनुहोस्, आज यही अत्यन्त मार्मिक र गहनशील घटना कसरी भयो, कसले गरायो, यसमा कसको हात छ र घटनापछि के भयो र अब हुनेवाला एक्सनहरू के छन् भन्ने बारे कुराहरू गहिरो गरेर बुझौँ। कृपया ध्यान दिएर सुनिदिनुहोला। नेपालको भैरवा सिद्धार्थनगर घर भएकी 20 वर्षकी प्रकृति लम्साल निम्न वर्गको परिवारमा जन्मेकी थिइन्। उनको आफ्नो प्यारो परिवार छोडी त्यति टाढा भारतको उडिसाको युनिभर्सिटीमा इन्डस्ट्रियल टेक्नोलोजी पढ्न जाने पक्कै रहर थिएन होला, पक्कै उनको बाध्यता थियो होला, किनकि नेपालमा गुणस्तरीय र भरपर्दो शिक्षाको अभाव भएको हामी सबैलाई थाहा नै छ। प्रकृति सरल थिइन्, उनी सोझी थिइन्, त्यसैले जो कोहीले पनि आफ्नो स्वार्थको लागि उनलाई सजिलै आफ्नो जालोमा पार्न सक्थ्यो। एक दिन उनको भेट लखनऊका धनी केटो आद्विक श्रीवास्तवसँग हुन्छ। आद्विकका बाबु मनोज श्रीवास्तव लखनऊ बीजेपी भारतीय जनता पार्टीका लिडर हुन्छन्। सुरुमा उही मनोजका छोरा आद्विकसँग प्रकृतिको नजिकता बढ्छ। एउटै कलेजमा पढ्ने भएकोले त्यो केटासँग प्रकृतिको भेट हुनु कुनै नौलो कुरा थिएन। भेट हुने क्रम बढ्दै जाँदा विभिन्न प्रलोभनले उनी त्यसको मायाको जालोमा फस्छिन् र आद्विक सजिलै उनलाई आफ्नो मायाको जालो बिछ्याउन सफल हुन्छ। सोझी नेपाली चेलीको फाइदा उठाएर सुरुमा मायाको नाटक गरी पछि त्यसले प्रकृतिलाई मानसिक तनाव र यातना दिई ब्ल्याकमेलिङ गर्न थाल्छ। सायद त्यसलाई उनले भेटेको सुरुमै चिनेको भए उनको लाइफमा केही नराम्रो हुने थिएन होला, तर त्यो दुष्टलाई चिन्न उनले ढिलो गरिसकेकी थिइन्। प्रकृतिलाई त्यो दुष्टले यतिसम्म गाली गलोज, हेपाई र पिटाइमा थिचेर पीडामा राखेको हुन्छ कि यो उनीहरू बीच भएको फोन क्लिप सुन्नुहोस्। मैं सच बताना कुछ उल्टा सीधा कर दूंगा, पूरा दिन शांति से जब चली आती है मेरी मेहनत स्टार्ट। माफी मांग प्रकृति, मेरे मुंह मत ला। तर उनलाई कलेज प्रशासनले सुन्दै सुनेन र केही पनि सहयोग गरेन। झन् उल्टै उनलाई नै निज देखाएर उनको कम्प्लेनलाई दबाएर राखिदियो। पछि कलेजले त्यो केटालाई जे गर्न पनि फ्री छोडेपछि ऊ खुलमखुला प्रकृतिलाई धम्क्याएर र थर्काएर हरेसमेन्ट गर्न थाल्यो। यति हुन्जेलसम्म पनि कलेज प्रशासनले त्यो आवाराप्रति कुनै एक्सन लिएन। प्रकृतिको सेफ्टी र सेक्युरिटीको जिम्मा बोकेको कलेज नै यसरी चुप बसेको देखेर उनी छिया भइसकेकी थिइन्। घटना हुनुभन्दा 2-3 दिन पहिला अन्तिम आश राखेर उनी फेरि अन्तिम पटक आफ्नो बलले भ्याएसम्म कलेज प्रशासनलाई गुहार्न पुगिन्। तर प्रशासनले उनलाई पुरै नेग्लेक्ट गरिदियो र उनको कुरा अलिकति पनि सुनेन। त्यसपछि उनी झन छटपटाउन थालिन्। आफ्नो परिवारबाट उनी कोसौँ टाढा थिइन्। उनको केयर गर्ने दायित्व लिएको प्रशासन केटोलाई नै उल्टै एक्सन नलिई मौन बसेको थियो। तर उनलाई चाहिँ झन दबाएर र उनलाई हेपेर राखेको थियो। उनी ब्ल्याकमेलिङको शिकारले चुर्लुममा डुबिसकेकी थिइन्। उनलाई आफूले गर्दा आफ्नो परिवारमा आँच आउला भन्ने ठुलो डर पैदा हुन थालिसकेको थियो। त्यो दुष्टको रूप बीजेपी नेताको छोरा भएको पावरको घमण्डको कारण प्रकृतिप्रति झन अजिङ्गर बन्दै गयो। उसले कति सेक्स एब्युज गर्यो त्यसको कुनै सीमा छैन। गाली गलोज, पिट्ने, हेप्ने, उनलाई थ्रेटमा राख्ने अनि ब्ल्याकमेलिङ गरेर उनलाई प्रचुर यातना र पीडा दिने त्यो हामीले कल्पनासम्म नै गर्न सकिन्न। उनलाई मुख्य सहारा दिनुपर्ने कलेज एडमिनिस्ट्रेसन झन् त्यो दुष्टलाई यो हरकत गर्न पुरै छुट दिइरहेको थियो। यसकारण त्यो अवस्थामा प्रकृतिले साथ पाउनु पर्नेबाट कुनै केही साथ र सहयोग नपाएपछि बाँच्ने आधार पुरै गुमिसकेको महसुस गरिसकेकी थिइन्।
त्यसैले त्यो अवस्थामा उनले अर्को कुनै स्टेप चाल्नेतिर सोच्नुभन्दा विकल्प मृत्युको बाटो नै उत्तम सोचिन् र यो संसारबाट सधैँको लागि अस्थायी। अनि घटना भए लगत्तै कलेजकै सहयोगमा हार्दिक श्रीवास्तवलाई फरार गराइयो। उता कलेज फेस्टमा सामेल विद्यार्थीले खबर पाएर होस्टेल आउँदा उनीहरूलाई भित्र छिर्नै दिएन। उनीहरू जसोतसो पछाडिको बाटो भएर भित्र जाँदा प्रकृति झुन्डिएको अवस्थामा फेला परिन्। त्यसपछि यो सबै तमासा हेर्न नसकेर त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले कलेज एडमिनिस्ट्रेसन र त्यो नालायक केटोको प्रोटेस्टमा उत्रिएर सरको दबाव र नाराबाजी लगाए। अनि कलेज एडमिनिस्ट्रेसन चाहिँ स्टुडेन्ट्सको प्रोटेस्टलाई सहयोग नगरेर उल्टै स्टुडेन्ट्सप्रति नै जाइ लाग्न थाल्यो। स्टुडेन्ट्सको माग बस प्रकृतिलाई न्याय मिल्नुपर्छ र एभिडेन्स र प्रुफको लागि प्रकृति र त्यो केटाको मोबाइल र ल्यापटप सुरक्षित राख्नुपर्छ भन्ने थियो। तर कलेजले सबै मोबाइल अनि ल्यापटप गायब बनायो। सोही घटना भएको दिनको रातको 2 बजेको थियो। कलेजले 4 ट्रक पुलिस आर्मी र 3 भ्यान किट कर्मचारी बोलाएर विद्यार्थीलाई घेरो हाल्न लगायो। अनि त्यसपछि ती आर्मी र पुलिसले विद्यार्थीलाई लाठीचार्ज बर्साएर गम्भीर कुटपिट गर्न थाले। कसैको टाउको फुटेर रगत बगेको थियो, कसैको आँखा फुटेको थियो, कसैको हातमा चोट, कसैको खुट्टामा चोट, कसैको मुख सुन्निएको थियो। स्टुडेन्ट्सहरू प्राय गम्भीर अशक्त र घायल पारिएका थिए। अनि कलेज फाउन्डर अच्युता सामन्तले कलेज प्रशासनलाई अर्डर दिँदै नेपाली स्टुडेन्ट्सलाई कलेजबाट साम दाम दण्ड भेद सबै प्रयोग गरेर तुरुन्तै निकाल्न अर्डर दिए। कलेजले एकछिनमै नोटिस नै निकालेर नेपाली विद्यार्थीलाई कलेजबाट निकालेको कुरा बतायो। विश्वमै कहीँ कतै नभएको कुरा यहाँ भएको थियो। यिनीहरूले यहाँ नेपाली विद्यार्थीहरूलाई गर्दै थिए। अनि फेरि प्रकृतिको जस्टिसमा होमिएका स्टुडेन्ट्सको आवाज दबाउन कलेज एडमिनिस्ट्रेसनले 150 भन्दा बढी बाउन्सर र गार्ड प्रयोगमा ल्यायो। एभिडेन्सको लागि रेकर्ड गरेका चिजहरू मेटाउन कलेजले नेपाली स्टुडेन्ट्सको मोबाइल फोन, ल्यापटप सबै आफ्नो नियन्त्रणमा लिएर फुटाइदियो। अनि ती कलिला विद्यार्थीलाई कुटी कुटी स्कुलबाट धपाउन बल प्रयोग गर्यो। स्टुडेन्ट्सहरू केही पनि खानेकुरा नखाएको हुनाले भोका, प्यासा, पिटाइ र तनावले गर्दा गलेर कति त झन्डै मृत्युकै ढोकासम्म पुगेका थिए। तर त्यो निर्दयी कलेजको मनभित्र अलिकति पनि करुणा पलाएन। स्टुडेन्ट्ससँग नेपाल जान बसको टिकट थिएन, न नै नेपाल आउने उनीहरूसँग सजिलो कुनै एक्सेस थियो। कतिसँग त पैसा पनि थिएन। यस्तो अवस्थामा उनीहरू रेलवे स्टेसनमा अलपत्र अवस्थामा कलेजकै प्रशासनबाट उनीहरूको बिना कसुर र गल्ती कुटी कुटी निकालेर अलपत्र छोडियो। त्यसपछि सामाजिक सञ्जालमा एउटा भिडियो फुटेज लिक हुन्छ। 40,000 स्टुडेन्ट्सलाई हामी फ्रीमा खाना खुवाउँछौँ, तिमीहरू को हौ? र फेरि अर्की प्रोफेसर जयन्तीनाथ उनीसँगै कुरा थप्दै भन्छन् कि तिमीहरूको देशको बजेट त्यति छैन जति हामी 40,000 विद्यार्थीहरूलाई फ्रीमा खाना खुवाउँछौँ। उनीहरूले स्टुडेन्ट्सले गरेको प्रोटेस्टको बेला विद्यार्थीहरूलाई घोर गाली गलोज गरेर थ्रेटमा राख्न खोजे। सँगै उनीहरूले एउटा सार्वभौम देश र त्यहाँको जनताप्रति अपमान गरेका थिए। अनि सामाजिक सञ्जालमा फेरि अर्को भिडियो फुटेज लिक हुन्छ। त्यो अर्को लिक भिडियो फुटेजमा चाहिँ एउटै विद्यार्थीलाई यिनीहरूले 4-5 जना बाउन्सर लगाएर कुटेका देखिन्छ। किट युनिभर्सिटीले सोचेको नि थिएन होला घटना ऱ्यापिडली बुस्ट हुन्छ भनेर। तर घटनाले यति गम्भीर मोड लिन्छ कि कसैले यसलाई थेग्न सकिन्न। विभिन्न एभिडेन्स र भिडियो फुटेज सोसियल मिडियामा भाइरल भएर लिक हुन थालेपछि माहौलले अर्कै रूप लिन थाल्छ। किट प्रशासन प्रति अन्तर्राष्ट्रिय मिडिया, ठुला मिडियादेखि सबै ठाउँमा झन् बढी चौतर्फी आलोचना र विरोध हुन थाल्छ। देश तथा विदेशमा रहेका सबैले यसको विरोध जनाउन थाल्छन्।
ती दुवै प्रोफेसरमाथि चौतर्फी आलोचना र भारी गाली वर्षा हुन थालेपछि on 16th night in the spur of the moment, and I want to communicate that whatever statements I had done, I said are mine and I have nothing to do with any of the authority of KIT University. And if any of my statements has hurted the sentiment of my Nepali students or people of Nepal, I apologize for it sincerely. The moment to apologize for my recent remarks regarding Nepal while handling a student protest that escalated beyond control. My intention was never to offend or demean anyone, and I deeply regret if my words caused unintended hurt to the sentiments of anyone. I want to emphasize that my words do not reflect the views of the university or any of its authorities. However, it is pertinent to convey that my ती दुवै प्रोफेसरमाथि चौतर्फी आलोचना र भारी गाली वर्षा हुन थालेपछि एक दुई दिनमै तिनीहरू माफी माग्न आउँछन्। त्यसपछि उनीहरूले लाज शरम पचाएर उनीहरूले फेरि अर्को नोटिस निकालेर नेपाली स्टुडेन्ट्सलाई नोटिस मार्फत फेरि कलेज फिर्ता आउन रिक्वेस्ट गर्छन्। पहिला पुरै बाउन्सर लगाई यातना दिएर कुटेर लखेट्ने, अनि फेरि सजिलै फिर्ता आओ भनेर बोलाउन कति लाज नभएको यिनीहरू। यो युनिभर्सिटीका फाउन्डर अच्युता सामन्त विद्यार्थीलाई त्यो अवस्थामा पुर्याउने मुख्य अपराधी हुन्। पहिला उनीहरूले विद्यार्थीलाई जबरजस्ती कुटेर रेलवे स्टेसन छोड्छन्, अनि आलोचना दबाउन फेरि केही सोझा नेपाली विद्यार्थीलाई जबरजस्ती फेरि कलेजमै उठाएर लिएर आउँछन्। जबरजस्ती उठाएर फिर्ता लगिसकेका विद्यार्थीको हातमा एउटा फर्म थमाइदिन्छन्, जुन फर्म कलेजले आफ्नो फेभरमा पहिल्यै तयार पारेर राखेको हुन्छ। अनि त्यो फर्ममा ती जबरजस्ती उठाइएका नेपाली विद्यार्थीको जबरजस्ती सिग्नेचर गर्न लगाइन्छ। अनि त्यो फर्मभित्र के थियो त भन्दा स्टुडेन्ट्सले आफै गल्ती गरेर कलेज छोडेर भागेका र अब गल्ती रियलाइज गरेर किट युनिभर्सिटी फेरि फिर्ता भएका, र दोस्रोमा फ्युचरमा यस्तो खाले घटना फेरि पनि नदोहोऱ्याउने र यस्तो खाले घटना भयो भने यस्तो प्रोटेस्टमा नउत्रिने भन्ने, र अर्को तेस्रोमा थियो अनि सबै स्टुडेन्ट्सले कलेजसँग माफी मागेर फिर्ता आएको भन्ने थियो। र किटको यो चरित्र दुनियाँमै नभएको चरित्र देखिन्थ्यो। जसले त्यो फर्म साइन गर्न मान्दैनथ्यो उसलाई फोर्सफुल्ली साइन गराउन लगाएर बन्द कोठामा थुनियो। फर्म साइन नगर्नेलाई सस्पेन्सनको थ्रेडदेखि प्रकृतिकै केसमा उल्टै फसाइदिनेसम्मका धम्कीहरू सुनाइए। धम्की उनीहरूले दिए भनेर विद्यार्थीको बयानमा पनि उल्लेख छ। उनीहरूलाई जेलको कैदी जसरी राखियो, सम्पूर्ण कम्युनिकेसन च्यानल बन्द गरियो, 24 आवर कम्प्लिटली होस्टेल अपरेसन बन्द गरियो ताकि त्यहाँको गोप्य न्युज र कम्युनिकेसन बाहिर नजाओस्। एक विद्यार्थीलाई पर्सनली भेटेर मोबाइलका कन्टेन्टहरू डिलिट गर्न लगाइयो। प्रकृतिकी रुममेटलाई इन्फर्मेसन लिक नहोस् भनेर गायब बनाइयो। विद्यार्थीलाई धम्काइयो, उनीहरूले राखेका पोस्ट डिलिट गर्न लगाइयो। अनि त्यो केस उल्टै उनीहरूको थाप्लोमा लगाइदिन्छौँ भन्ने धम्कीसम्म उनीहरूले ती निर्दोष विद्यार्थीहरूलाई गरेर दबावमा राख्न थाले। एक नेपाली विद्यार्थीहरूको बयान अनुसार होस्टेल वार्डनले तिमीहरूलाई मारेर हामीले फ्याल्दियौँ भने पनि कसैले थाहा पाउँदैनन् भनेर धम्क्याउँछन्। वार्डनलाई यो भन्ने आँट र साहस कहाँबाट आयो? यहाँ गम्भीर अनुसन्धान हुनु निकै जरुरी छ। यता केही नेपाली स्टुडेन्ट्स तिनीहरूबाट फुत्केर जसो तसो नेपाल आए, तर उनीहरूको सेफ्टी र सेक्युरिटीको ग्यारेन्टी नभएसम्म नोटिसकै आधारमा अब कलेज फिर्ता नजाने निर्णय उनीहरूले गरिसकेका छन्। किनकि उनीहरूको मनमा डर र त्रासले डेरा जमाएर बसिसकेको छ। यो घटनाले उनीहरूको लाइफलाई पक्कै पनि असर गर्छ, तर पनि प्रकृतिको जस्टिसको लागि उनीहरूले देखाएको महानता ठुलो छ। त्यसपछि इन्टर्नल तथा एक्सटर्नल चौतर्फी आलोचनाको शिकार भएर थेक्न नसक्ने अवस्था भएपछि बल्ल कलेज एडमिनिस्ट्रेसनले को सहयोगमा पुलिस एक्सन सुरु भयो। आद्विक श्रीवास्तवलाई
17 फेब्रुअरी 2025मा पक्राउ गरी इन्भेस्टिगेसनको लागि सोही दिन जुडिसियल कस्टडीमा पठाइयो। कलेजका 5 जना कलेज स्टाफ पक्राउ परे, तीमध्ये 3 जना डाइरेक्टर्स र 2 जना सेक्युरिटी गार्ड। तर पक्राउ परेको 2-3 दिनमै बेलमा तिनीहरू छुटिहाले। यो कस्तो खालको न्याय हो कि जघन्य अपराधमा पक्राउ परेकाहरू पनि 2-3 दिनमै बेलमा छुटिहाल्ने। यहाँसम्म आइपुग्दा युनिभर्सिटीको नाम यति बदनाम भइसकेको थियो कि अच्युता सामन्त जो युनिभर्सिटी प्रमुख पनि हुन्, उनले नेपालकी फरेन मिनिस्टर आर्जु देउवालाई फोन गरी प्रकृतिको जस्टिसको लागि आफूले मल्टिपल स्टेप्स चालेको कुरा बताए। नेपाली र अरू विद्यार्थी कुट्ने सेक्युरिटी गार्डको सस्पेन्सन, अन्य 10 कलेज कर्मचारीको फायरिङ लगायतका कुरा उनले आर्जुलाई भने। अच्युता सामन्तले प्रकृतिका बाबु सुनिललाई पनि भेटेर युनिभर्सिटीले प्रकृतिको सपना जीवित राख्ने भनेर सहानुभूति दिने प्रयास गरे। प्रकृतिको नाममा नेपाली विद्यार्थीलाई सहयोग पुग्ने स्कलरसिप कोष बनाउने र उनले युनिभर्सिटीको त्यो कहिले नमेटिने कालो धब्बा मेट्ने कोसिस त्यही स्कलरसिप कोष खडा गरेर गर्न खोजेको देखाए। तर के प्रकृतिले न्याय नपाएसम्म यो सबै गर्नुको कुनै अर्थ र औचित्य छ त? उनले साँच्चै न्याय पाउनको लागि निष्पक्ष सही इन्भेस्टिगेसन हुनुपर्छ कि पर्दैन? आर्थिक श्रीवास्तव र उसको परिवारको गहिरो अनुसन्धान र छानबिन हुनुपर्छ कि पर्दैन? त्यो एलिगेसनमा कतिको सत्यता छ? होमोसाइडको केस बन्छ बन्दैन? एबिजमेन्ट टु सोसाइटीको केस बन्छ बन्दैन? वार्डेन, टिचर्स लगायत दोषी सबैलाई पनिसमेन्ट मिल्नुपर्छ। यदि उनीहरूलाई पनिसमेन्ट नदिने हो भने अरू युनिभर्सिटीले पनि त्यस्तै हरकत गर्न थाल्छन् र सबैतिर अराजकता फैलन सक्छ। प्रोफेसर मञ्जुषा पाण्डे र जयन्तीनाथको हरकत र अभिव्यक्ति एकदमै नीच थियो। उनीहरूलाई कडाभन्दा कडा सजाय मिल्नुपर्छ, अनि मात्र मानिसहरूले विधिको शासनको प्रत्याभूति गर्न पाउँछन्। त्यसै गरी के अब किटमा नेपाली विद्यार्थीको सेफ्टी र सेक्युरिटीको ग्यारेन्टी भएको हो त? उनीहरूले त्यहाँ स्वतन्त्र भएर अरू स्टुडेन्ट जस्तै नर्मल लाइफ जिउन सक्छन् त? यहाँ गम्भीर प्रश्न उठेको छ। युनिभर्सिटीको कोर्स सकिन लागेकोलाई त त्यहाँ जेनतेन एडजस्ट हुन धेरै गाह्रो नपर्ला, तर भर्खरै कलेज जोइन भएकाहरूको हालत के हुन्छ होला? युनिभर्सिटीको हरकतले उनीहरूलाई नेपाली स्टुडेन्ट्सले सजिलै विश्वास गर्न सक्दैन। फेरि नेपाली स्टुडेन्टलाई भावी दिनमा अप्रिय घटना घट्ने सम्भावना पनि उत्तिकै छ। केस निष्पक्ष छानबिन नभएसम्म साँचो कुरा बाहिर आउन पाउँदैन र प्रकृतिलाई पनि कहिले न्याय मिल्दैन। एकचोटि भारतको BHUमा क्याम्पसभित्र ग्याङरेप हुन्छ। त्यो बेला पनि धेरै स्टुडेन्ट्सहरूले प्रोटेस्ट गरेका थिए र आज ती स्टुडेन्ट्सहरू कहाँ छन्? अपराधीहरू सबै बेलमा फिर्ता भइसकेका छन्, तर स्टुडेन्ट्सको हालत युनिभर्सिटीले एकदमै खराब बनाइदिएको छ। उनीहरूको लाइफ लक्ष्यहीन, गतिहीन बनेको छ। त्यसकारण यहाँ प्रकृतिले सजिलै न्याय पाउँछिन् भन्ने कुरामा हामी ढुक्क भने हुन सक्दैनौँ। हाम्रो देशको प्रधानमन्त्रीले यो समस्याको हल कूटनीतिक तवरले छिट्टै गर्ने भनेर आश्वासन दिए पनि गम्भीर कदम अहिलेसम्म केही पनि चालेको देखिँदैन। भारतको मोदी सरकार त झन् यो विषयमा चुक्क पनि बोलेको छैन। वास्तवमा भन्ने हो भने प्रकृतिलाई अन्याय भएको छ, त्यसैले उनलाई न्याय मिल्नुपर्छ भन्ने हाम्रो माग हो र आवाज हो। आशा छ भारतले आफ्नो देशमा कानुनी राज्य भएको कुरा यो घटनाबाट मजबुत बनाउनेछ। अन्तमा यो केसलाई आफ्नो तरिकाबाट जजसले सपोर्ट र साथ दिनुभयो। सम्पूर्ण न्यायप्रेमी जनमा सलाम छ। अब फेरि भविष्यमा यस्ता किसिमका काण्ड नहोस् भन्नका लागि राज्यले फरेन पोलिसी स्ट्रङ बनाउनु पर्ने हुन्छ। फरेन नेपाली स्टुडेन्ट्सको लागि ओल वाइड रेकर्ड अपडेट गर्नुपर्ने देखिन्छ, जसले इमर्जेन्सीमा पनि क्विक रेस्क्यु अपरेसन गर्न सक्छ भने नेपाली नागरिक स्वदेश या विदेश दुवैमा आफै बढी सचेत हुनुपर्ने अवस्था आएको छ।
विशेष गरी नारीले झन बढी सतर्कता अपनाउनु पर्ने हुन्छ। भ्रष्टाचार र कुशासनमा लिप्त यो राज्यको ठूलो कमजोरीको कारण आज लाखौं युवा युवती यसरी विदेशमा पलायन भएर विभिन्न घटना भइरहँदा राज्य भने टुलु हेरेर बस्नु सिवाय केही गर्न सकेको छैन। त्यसैले राज्यले प्रकृतिको न्यायको लागि ठोस कूटनीतिक चाल चाल्छ भनेर यसै भन्न सकिन्न। हामीले हाम्रो ठाउँबाट आफ्नो बलले भ्याएसम्म प्रकृतिको जस्टिसको लागि सक्दो सहयोग गरौँ। यो पटक प्रकृतिले न्याय पाउनुपर्छ र उनलाई न्याय मिल्छ भन्ने हामीलाई आशा छ। उनले जस्टिस पाउनको लागि नेपाल सरकार र भारत सरकारले असल कूटनीतिक चरित्र स्थापित गरोस् भन्दै अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गर्नु नभुल्नुहोला। Have a nice day. Stay tuned.